साथीहरू, आज मैले गिरीको मासु बनाउँदैछु। सरी, गिरी त मै हो क्या, गिरिराजको मासु बनाउँदैछु। एकदम सादा बनाउने छु। त्यसको लागि थोरै तेल राखेँ, जस्ट यति राखेँ, धेरै राखिनँ। तेल तातिसकेपछि थोरै मेथी राख्नेछु अनि यसमा थोरै जिरा पनि राखेँ मैले। जिरा र धनिया हल्का ब्राउन भएपछि अब मासु राख्छु। एकदम सादा बनाउने छु, कस्तो हुन्छ। अब यसलाई म रातो भइन्जेलसम्म भुट्ने छु। यतिको भएको छ, अझै पानी निस्किँदैछ सब। यो पानी पुरै सुक्ने गरेर रातो हुने गरी भुट्ने छु पहिला। पुरै पानी सुकिभएपछि यतिको रातो भएको छ। यसमा अब मैले थोरै बेसार राख्छु। यसले चाँडै पानी पनि सुकाउँछ, प्लस मासुलाई टाइट गराउँछ र स्वाद पनि मिठो दिन्छ, कलर पनि राम्रो आउँछ। अब भने मासुमा भएको पुरै पानी सुकिसकेको छ, मासु पनि रातो हुँदैछ। अझैसम्म मैले नुन राखेको छैन, किनकि नुन राख्यो भने पहिले नै डढ्छ, अन्त लाग्छ। अब यसमा मैले यति प्याज हाल्दैछु। प्याज अलि धेरै नै राख्छु मैले, किनकि मलाई ग्रेभी मनपर्छ। अब यो प्याजलाई पुरै नरम हुनेसम्म गरी पुरै गल्ने, प्याज गल्ने गरेर भुट्ने छु। अब भने प्याज गलेर यतिको भइसकेको छ। अब यसमा मैले पहिले नै पिसेर राखेको थोरै मसला राख्छु। यसमा मैले लसुनको पेस्ट चाहिँ पहिला नै राखिसकेको छु। साथीहरूले भन्नुहोला फेरि अदुवाको पेस्ट किन नराखेको। साथीहरू, पायल्स भएको मान्छेले कहिल्यै पनि अदुवा राखेर खान हुँदैन, त्यसले पाइपलाई झन् समस्या गराउँछ अदुवाले। साथीहरू, अब भने मैले आफ्नो आवश्यकता अनुसार थोरै टमाटर राख्छु र यो टमाटरलाई पनि राम्रोसँग गल्न दिनेछु। टमाटर पनि लगभग गलिसकेको छ। साथीहरू, अब भने मैले आफ्नो स्वाद अनुसारको नुन राख्नेछु र यसलाई राम्रोसँग चलाउनेछु। यतिको भइसकेपछि अब भने मैले थोरै दही राख्नेछु यसमा। यो दहीले राम्रो ग्रेभी पनि राम्रो बनाउँछ, मिठो पनि हुन्छ, टेस्ट पनि दिन्छ राम्रो। लगभग रेडी हुने बेला हुन लाग्यो। अब लास्टमा